Everyone, welcome back. So the vlog is so. Start भइसकेको छ मायाको सम देख्नुहुन्छ हैन हालत खराब छ अहिले चाहिँ गाइस हामी देख्न हुँदै होला हैन झोला मायाको सम यहाँ माथि अदुवा अनि हामी चाहिँ अब 4 जनाको टोलीमा छ कि हेलो विक्रम सर हजुर यता फर्किनु पर्यो के छ के हुने बेहाल छ नि यार हाम्रो मामा हेलो दुर्गा सर के छ यार यता फर्क्यौ एकचोटि राइट ल गाइस बवाल छ यात्रा मैले भनेको थिएँ नि गाइस पहाडको यात्रा हुन्छ भनेर पहाडको यात्रा सुरु हुँदैछ है ल हालत पम्चर छ यस्तै छ हाम्रो सुख दुःख सुखमा नमातिनु दुःखमा नआतिनु भन्छ नि हामी चाहिँ फेरि सुखमा पनि मातिने मान्छे परेन दुःखमा पनि आतिने मान्छे परेन क्या के कसो गाइस त्यस्तो हो गाइस सो देखेन हुँदै होला हैन हालत त्यस्तै छ यहाँ मैले हातलाई यहाँ मजबुतले पौरिरहेको छु नि गाइस यहाँ नाम्लो नाम्लो छोडी भन्छ फेरि स्वात्तै खोला पुग्छ फेरि भारी चाहिँ नाम्लो चाहिँ छोड्नै हुँदैन गाइस किनकि यहाँ अलिक मुनतिर गएर देख्नु भएको होला डिलोहरू छ अनि हामी चाहिँ तल घरदेखि चाहिँ अब यहाँ आइपुग्नु 3 घन्टा अनि यहाँ चाहिँ यहाँबाट फेरि अदुवा लिएर जाँदैछौँ अझै अब 2 घन्टा बाटो बाँकी नै छ 2 घन्टा फेरि अदुवा बोक्नुपर्छ गाइस गफ भन्दाखेरि गफ हाना जस्तो लाग्छ होला गाइसहरूलाई पछि आफै आउँदा पनि थाहा हुन्छ त्यस्तो है ल हामी चाहिँ एकदम बवाल यात्रा हुँदैछ सो तपाईँहरूलाई अपडेट दिँदै जाने नै छु गाइस भिडियोलाई चाहिँ एकदम स्किप नगरिकन हाम्रो सुख दुःख एकदम हेरिदिनु होला यहाँ के हुँदैछ ब्याग सर्दैछ त ल यहाँ यस्तो चाहिँ निउरे भने फेरि अदुवा सबै झरिहाल्छ यसरी खोटाल टिप्नुपर्छ गाइस समस्या छ यार यस्तो होइन फुल छ यता मामाले चाहिँ रासन पानी सरकारी के गर्नु अब है अब होइन यो पेट पाल्नुको लागि अब रासन पानी चाहिँदो रहेछ नबोकी धर छैन गाइस सबै कुरा आफै बोक्ने हो आफै गर्ने हो क्या हजुर भन्नुहोस् न यार ल सो गाइस भिडियोलाई हेर्दै गर्नु होला होइन हामी फेरि भेट हुनेछ यहाँ मेरो कस्तो टाउको अरमट भइसक्यो यार ल गाइस पसिना चाहिँ यहाँ चुइरहेको अवस्था छ है सो है यस्तै छ है ल हाम्रो सरहरू आउनु हुँदैछ सुरुवात हुँदैछ पसिनाहरूको राइट ल बाटोघाटो यस्तै छ यार पुरै भिज्यो नि हौ साह्रो गाह्रो भयो यार भिज्नुपर्छ यस्तै छ है ल गाइस बोकेर धेरै गाह्रो भयो गाह्रो छ यार सर पनि मास्तिर बिस्नु लाग्नु हुँदैछ गाह्रो छ गाइस कता यहाँ त होइन ल बिसौँ ल बिसौँ ओहो राइट गाह्रो छ गाइस यार राइट ल पसिना गाइस पसिना ओ अरे मेरो कान यार के हुँदैछ यार
सबले भात खानु पर्यो गाइस बहिनो के हो यार यस्तो होइन यस्तो दुःखले भिडियो बनाइरहेको छ यार कसैले नहेरिदिने यार लाइक यार 10 भन्दा गर्दैन कमेन्ट त 0 यार 0 भएन नि हो गाइस यार कमसे कम 100 क्रस त हुनु पर्यो नि हो गाइस यार सपोर्ट खोइ यार मैले मात्र सपोर्ट गर्नु यार गाइस भएन नि यार थेट ल सबैको सपोर्टको जरुरत छ गाइस सो सपोर्ट गरौँ होइन सपोर्ट गरेर अगाडि बढ्नुपर्छ गाइस त्यही भन्न चाहन्छु सो भिडियोलाई चाहिँ कन्टिन्यू हेर्दै गरौँ होला गाइस एकछिन है बिसाउनुपर्छ गाइस ल त्यही हो फाइनल गाइस हामी चाहिँ अहिले धेरै डाँडाहरू कटेर तपाईँको यो ओखले भन्ने ठाउँ आइसकेको छु देख्न सक्नुहुन्छ हाम्रो हजुरबा सडकको घर आइसकेको छु घर त्यहाँ देख्नुहुन्छ आनन्द छ यार यस्तो छ यहाँको वातावरणहरू यस्तो छ हामी अझै गाइस यो डाँडा हेर्दै गर्नु होला अहिले भने धेरै एकछिन होइन यार शीतल तापौँ न यार कति बोल्नु हो यार जति बढी पनि तपाईँहरू भिडियो नहेरिरहेछ यार कति बोल्नु म यार रिठा अर्ग्यानिक साबुन यसबाट हुन्छ गाइस यसलाई चाहिँ हामीले यहाँ नर्सरी गरिरहेको छौँ यो चाहिँ रिठाको झाँग देख्नुहुन्छ गाइस चिन्नु होला होइन यस्तै छ है होइन अनि यता मै हो मलाई त चिनिरहेको होला नि गाइस तर कतिजना चाहिँ मलाई बिर्सिएको छ यार नबिर्सिनुहोस् यार तपाईँहरूलाई म यही भन्न चाहन्छु बिर्सिनु हुँदैन गाइस बिर्सिनु त होइन नि बिर्सिनु होइन ए तेरि यार मलाई नै बिर्सिदिने यार होइन नि तर अहिले बेला किन तपाईँले पनि थाहा छ बिर्सिनु भएको मलाई थाहा छ नि यार मसँग यस्तै छैन अनि त्यसैले बिर्सिनु भएको होला हेर्नुहोस् गाइस मैले यहाँ रिठा खेती गर्नु लागिरहेको छु मालामाल भएपछि सम्झिनुहुन्छ होला त्यतिखेर फेरि म तपाईँहरूलाई बिर्सिन्छु क्या त्यही हो पारा दिनु पऱ्यो नि त गाइस त्यही है त्यही हो अहिले मलाई नसम्झेको छैन भनेर गाइस हामी चाहिँ आइसकेको छौँ हाम्रो स्थान हाम्रो ओखले डाँडा हाम्रो है चिम्मो यहाँ अत्यन्तै पाके रहेछ देख्न सक्नुहुन्छ गाइस यहाँ है दामी छ होइन हाम्रो विक्रम सर यता लिनुहोस् यहाँ चिम्मो यस टेस्ट गरी हेर्नुहोस् कस्तो छ सो फाइनली हामी चाहिँ अहिले हाम्रो जग्गाहरू आइसकेको छु जग्गाहरू चाहिँ है खाली खाली चाहिँ यस्तो कोदो रोपेको जग्गाहरू अब भने हामी यहाँ यो एरियातिर चाहिँ हामीले अदुवा रोप्नुपर्ने हुन्छ सो अहिले चाहिँ हामी अवलोकन गरिरहेका छौँ भन्नुपर्छ के गर्नु यस्तै छ कि कसो हो यार विक्रम सरजी हजुर अब हामीले यसो सिधै ल्याउनु पर्ने पसल चाहिँ उहाँ पर्छ क्या यार ठ्याक्कै उहाँ
थोरै जुम गरिदिएको आएछ ल अब त्यहाँनिर टाढो छ यार यस्तै छ है हामी कहाँ अदुवा रोप्ने रे मामा यसमा अदुवा रोप्ने जग्गा जमिन हेरौँ गएछ यस्तो छ यहाँ भयो यसमा भयो अनि यसमा यो तिनटामा चाहिँ हामी ड्याममै रोप्नेछौँ चाहिँ भन्यो तर बिउले कति ढाक्छ थाहा छैन यसो बिउले ढाकेर जति रोप्नुपर्छ यार गरिब छौँ यार बिउ पनि महँगो छ क्या अहिले फेरि पैसा छैन अन्त गाई जग्गा जमिन देख्नु भइहाल्यो होइन साथीहरू यता तर टोला राख्नु भएको छ भोलि काम गर्ने जग्गा यही हो कसरी मल बोक्ने यार कसरी जोत्ने कसरी अदुवा रोप्ने यार सेउला पनि भएकै छैन यार भने चिन्ता हुनुहुन्छ सो चिन्ता गर्नु पर्दैन साथी हो म छु कि यार यता म हुँदा हुँदै चिन्ता चाहिँ गर्नु पर्दैन क्या यत्रो यो पछाडि देख्नु भएको छ सब हान्ने हो त्यही हो गाई सो अनि भोलि अब आजको दिनलाई यति नै भयो भोलि फेरि हामी जोडिनेछौँ तर भिडियोलाई चाहिँ हेर्दै गर्नु लगाएको जस्तै हो ल हेलो एभ्रिवान गुड मर्निङ नेक्स्ट डे हामी फेरि हजुरको म्याच उपस्थित भइसकेको छु देख्नु सक्नुहुन्छ हालत त्यस्तै छ हाम्रो सर पछाडिबाट आउँदै हुनुहुन्छ यहाँ चाहिँ अब पानी बोक्नु पनि अलिक टाढो छ कि हाम्रो सरले पानी बोक्नु हुँदैछ यता रासन पानी यस्तै छ होइन खाजाहरू हाम्रो भाइ के छ त्यहाँ देखाउन यार ल यो चाहिँ अर्ग्यानिक लोकल टमाटर त्यस्तै चाहिँ गाइस ल अब पुरै मल बोकाइ हुन्छ धमाधम के हुन्छ होइन जे हुन्छ त्यो सबै भिडियोमा आउने छ भिडियो चाहिँ हेर्दै गरौँ न गाइस त्यही भन्न चाहन्छु भन्दै गाइस फोनलाई पनि भोक लागिसकेको छ क्या गाई धेरै नबोलौँ यसलाई पनि अब खाना दिनुपर्ने छ त्यही भन्न चाहन्छु भिडियो चाहिँ हेर्दै गऱ्यो होला गाइस सो त्यही हो ल यस्तै छ है पारा गाइस सो अहिले चाहिँ हामी मलको भोकारमा आइसकेका छौँ सो साथीहरूले त काम गर्नु हुँदैछ बोक्नुभन्दा अगाडि पहिला डाइट खानु छ केटाहरू हेलो यस्तो खानुपर्छ क्या यार तेरिको अनि मात्रै हुन्छ क्या यार तेरिका डाइट झ्याप्पा लिने हो होइन गाइस अहिले चाहिँ काम सुरु गरेको यार यिनीहरू चाहिँ लस्ट भइहाल्छ नि यार हिँड्न चाहिँ दिनु पऱ्यो नि है दामी छ है स्वादै होइन भन्छ यस्तो स्वाद छ यार फेट अब तिन भयो चाहिँ यस्तो बोकिन्छ है ग्यास डोको यही हो बोक्ने मान्छे त्यही हो मल चाहिँ बबाल छ यो चाहिँ 3-4 वर्ष भइसक्यो मल हो पुरै धुलो कालो मैलो सब भइसकेको छ है मल चाहिँ अब गाइस ल अहिले हामी चाहिँ बारी आइसकेको छौँ है हाम्रो सोरले त लोच कोट घाटा हान्छिरहेको छ यार गाइस हामी यता पनि छौँ होइन हाम्रो सोरले फेरि ल दिइसक्यो यता अब गाइस ल हेलो गाइस सो हामी चाहिँ अहिले अदुवा रोप्नु थालिसकेको छौँ देख्नुहुन्छ यहाँ हामीले बिहानै जोतिसकेको छौँ अहिले चाहिँ हाम्रो यहाँ अदुवा रोप्ने स्टार्ट भइसकेको छ हाम्रो यता दिदी अनि हाम्रो विक्रम सर हुनुहुन्छ ल विक्रम सर नबोल्ने तपाईँ नबोल्नुहोस् केही छैन जनता सधैँ जान्दैन नबोल्ने मान्छे के बुझेर जान्छ यार जान्दैन जनता सो मलाई चाहिँ अलिक घामले हल्का दिइरहेको छ है तापक्रम त्यसैले म बोल्नु चाहनुहुन्न अरे केही छैन गाइस उहाँको बारेमा म आफै बोलिहाल्छु नि उहाँ चाहिँ एकदम मेहनती हुनुहुन्छ तातो घामलाई चाहिँ उहाँले काम गरेर नै घामको तापक्रमहरू कहाँ बिलाइदिनुहुन्छ क्या त्यस्तो जोस जहाँले काम गर्नुहुन्छ यहाँ देख्नु हुँदैछ नि गाइस यो चाहिँ उहाँले रोप्नु भ्याउनुहुन्छ है म चाहिँ आजको दिन चाहिँ म भिडियो मात्रै बनाउने हो क्या सब उहाँले नै खन्नुहुन्छ गाइस है हामीले 3 डोको ल्याएको छौँ उहाँ छ एक डोको उहाँ एक डोको यहाँ छ सो बिउले चाहिँ पुग्दैन जति पुग्छ रोप्ने कोसिस गर्छौँ हामी रोप्ने छौँ
अनि अब हामीले एउटा सानो यो गरा चाहिँ अघि नै रोपिसक्यौँ। यहाँ देख्न सक्नुहुन्छ सब रोपिदिइसक्यौँ। अब एउटा गरा बाँकी छ। अनि यो मुनि मुनि देख्नु भएको यो खाली जग्गाहरू पनि रोप्नु नै पर्ने छ गाइज। भ्यूहरू चाहिँ अझै दामी रहेछ यार। साथीहरू गाइज हाम्रो दिप सरलाई मर्ने बेला आइसकेको छ यहाँ तर के बोलेको यहाँ देखाऊ यत्रो काम गर्न मागे नै छ। यहाँ देखो बाबु यहाँ देखो संसार हाँक्ने उहाँ मर्ने को गरन्छ यो त केही होइन नि गाइस। के हुन्छ अदलाई पुर्दा पुर्दै उहाँको नाख्रे फुटेको चाहिँ अलिक नाखलाई नि सिँ गरेको थियो। यस्तो होला गाइस अहिले चाहिँ अब होइन यो मौसम पनि चेन्ज हुँदैछ अनि हामी चाहिँ अलिक तल औलको मान्छे अलिकति चाहिँ माथि क्या अलिकति वातावरण मिल्दैन क्या। अनि आजकल त अब मौसम चेन्ज गर्दा यस्तो नाकहरू सुक्खा लागेर त्यसरी हो। त्यस्तो अनर्थ भनेर जस्ट जोक गरेको गाइज। मेरो चाहिँ बिहान हेरी भन्दा मेरो पनि राति फुटेर यार पुरै यहाँ घाँटीमा यस्तो जाम भएको रहेछ यार। हक्काएर पनि खुन्कै आएर नाकबाट सिँ गर्दा पनि खुन्कै चोक्राहरू आएर यार अहिले चाहिँ फेरि हाम्रो दिप सरको गएको रहेछ। जोस् गाइस यो मौसम चेन्ज चाहिँ भएकै छ भन्ने कुरो चाहिँ ठ्याक्कै दुईजनाबाट प्रुफ भयो होइन गाइस। हेर्दै गर्नु होला। अनि हाम्रो छोरा मान्छेको जिन्दगी धेरै गाह्रो भन्दाखेरि छोरी मान्छेलाई असर पर्छ होला। गाह्रो यहाँ सबैलाई छ यार निकै गाह्रो यार। मान्छेहरू जन्मिनु नै गाह्रो रहेछ क्या गाइस यार। गाह्रो अति गाह्रो यस्तो गाह्रो चाहिँ हुनु हुन्थेन यार अति गाह्रो। हल्नु लागिसक्यो रुख चाहिँ माको असम्म हाम्रो छ ट्याङ्की ट्याङ्क। अहिलेको चौराको मान्छेहरू यार काममा भन्दा यार गफमा चाहिँ ध्यान दिन्छ क्या यार। उसले के काम गरेर त्यो चाहिँ मान्छेले मतलब राख्दैन क्या। उसले के बोलिरहेछ त्यसमा ध्यान दिइरहेछ यार। संसार त यसमा भुलिरहेको रहेछ क्या। त्यसैले म पनि हल्का हल्का गफ दिएर सिक्दैछ है गाइस। फेरि म त्यस्तो गफ दिएको चाहिँ काम पनि दिइहाल्छु क्या गाइस। ल त्यही हो गाइस होइन भन्दैछु यार नाकबाट झर्दा पनि खतै छ क्या यार। प्लटहरू चाहिँ लगाएछ मलाई कस्तो भइरहेछ। सो भिडियो हेर्दै गरौँ गाइस अहिले भने होइन एकछिन है त। सो हामीले चाहिँ होइन आज पुरै सेउलाहरू चाहिँ बिछ्याउँदैछौँ होइन अदबारीमा। विक्रम भाइले बिछाइरहेको छ यो तल्लोबारी पनि होइन पुरै क्लियर बिछाइसक्यौँ होइन। उहाँ देख्नुहुन्छ सर यता बिछाउँदै अहिले यहाँ आइपुगेको छौँ गाइस। देख्नुभयो होला नि हाम्रो कमाल। देख्नु पर्यो नि यार नदेखेर हुन्छ देख्नु पर्यो नि हो यार। देख्नु पर्यो नि गाइस हो काम चाहिँ यहाँ बढिरहेछ है। तर मा कसम गाइस आज चाहिँ यस्तो यार के भन्नु तपाईँको यस्तो लाबर लाग्यो तपाईँको लाबरले हेर्नुहोस् न अब होइन। यहाँ चाहिँ है के भएको छ होला गाइस यहाँ हालत देखाउँ त। यहाँ लाबरले यहाँ हालत खराब गरिरहेछ क्या। यति खराब गरेर चाहिँ मा कसम मार्नु लागेको छ यार। ओ मामा यार यहाँ हेरौँ के हो यार डाबरा के हो यार। तर हामी यस्तो है लाब्रो सबै गनिँदैन क्या। काम भने काम हो ठोक्नुपर्छ काम। चिलाउँदै गर्छ कन्याउनी होइन काम दिने हो। त्यही हो गाइस। सो
होइन अब हाम्रो फिनिसिङ भइसकेको छ काम कुरोहरू चाहिँ अब यति बाँकी छ है ल भाइले सेउला हाल्दैछ होइन सेउला यहाँ छापिसकेपछि हाम्रो एन्डिङ हुन्छ काम कुरो होइन अब अदुवाको बिउहरूले यति मात्रै पुग्यो है रोप्नु पर्यो नि त धेरै थियो के गर्नु यार बिउ पनि महँगो है पैसा सैसा छैन किन्नुलाई अनि गाह्रो छ क्या हामी 2 जनाले कति काम गर्नु यार हिजो 4 जना थियौँ अहिले त एन्डिङमा त 2 जना छौँ यार काम हाल्दा हाल्दा लोत्तु भइसक्यो भनेर भन्छ होला हामी लोत्ती भएको छ गाइज तागत धेरै छ हामीसँग आज चाहिँ काम गर्नलाई तर माल सामाल कम भयो क्या के कसो हो विक्रम सर लोदर बोल्छ यार गाइस त्यही हो होइन कामले गलाउँदो रहेछ यार 2 जनालाई त लोत्तै खेलाउँदो रहेछ नि त हो अनि तातो घाममा यार सेउला हानेको गरेर त अनि यार त्यस्तै फेरि लाभहरू पाउँदो रहेछ है सो गाइस अनि के कस्तो लाग्यो हाम्रो भिडियोहरू सो मन पराइदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला नयाँ साथीहरूले सो सब्सक्राइब ब्याक म दिने नै छु भन्दै गाइस आजको भिडियो चाहिँ म यही अदबारीमा एन्डिङ गर्न लागेको छु सो अदरबाईको भिडियो देख्दै हुनुहुन्छ होला अनि अदुवा उम्रेर कति फल्छ त्यो भिडियो पनि आउने छ पछि हजुर सर हाम्रो विक्रम भाइ केही बोल्नु चाहनुहुन्छ अरे हेलो सर हजुरलाई यो सुनारदी ब्लगमा स्वागत छ हजुर नमस्कार नमस्कार के भन्नु होला हजुर जनता जान चाहन्छ तपाईँ अदुवा यसरी यहाँ तपाईँ एकदम मेहनत साथले रोप्दै हुनुहुन्छ यो फलेपछि तपाईँ यो आम्दानीको स्रोत चाहिँ तपाईँ के गर्नुहुन्छ सिधा युवालाई जान्छ युवा भनेको को हो यार तपाईँ अनि हामी हो क्या अनि यो आम्दानी यसको पैसा झ्याप लिएर युवाको कोषमा टक्क राखेर त्यसपछि चाहिँ नि हुनेवाला छ हाम्रो अब के हुन्छ भिजन होइन भिजन अनुसार हामी काम गर्ने नै छौँ त्यो पैसाले के हुन्छ हाम्रो सामान जोड्ने नै छौँ त्यो सामान जोडिसकेपछि हुन्छ नि सुन्नु होला सो गाइस त्यही हो होइन धेरै के बोली बस्नु क्या धेरै भइसक्यो भाषण होइन रसन मिनाको भाषण भन्दै गाइस सबैलाई फेरि एकमुष्ट 1 सेकेन्ड लभ यु अल अनि जय प्रेम बाई बाई गाइस